हामीले योभन्दा पहिला पनि पशुपतिको सन्दर्भमा पटक पटक सरकारले गर्न खोजेको कामहरूमा यिनै विषयहरू उठाउँदै आयो। बाहिरबाट झट्ट हेर्दै गर्दाखेरि कहिलेकाहीँ यो ठाउँ सफा हुने जस्तो देखिन्छ, कहिलेकाहीँ यहाँभित्र चाहिँ कतिपय मानिस अहिले नै गरेको यहीँको यहाँको मठ मन्दिर यहाँको जात्रा पर्वसँग जोडिएका कतिपय व्यक्तिहरूको सन्दर्भमा सरकारले गरेका निर्णयहरू सिंहदरबारबाट हेर्दै गर्दा सामान्य लाग्न सक्छ। यहीँभित्र यहीँको केही बस्तीहरू अहिले उजाड बनाएको कुरा पनि सामान्य लाग्न सक्छ। यहाँ आयो, डोजर चल्यो, बस्ती खाली गरायो, के भएर सफा भएको जस्तो देख्न सक्छ। तर यो ठाउँलाई चिन्यो भने, यो ठाउँको भयो भनेदेखि भने यो प्रत्येक बस्तीसँग यति धेरै कथाहरू जोडिएको छ। यहाँको मानिसहरूलाई उठीवास लगाउने कुरा सँगसँगै थुप्रै कुराहरू सँगसँगै योसँग मेटिएर जान सक्छ। यहाँ अहिले पशुपतिभित्र काम गरिराख्नुभएका थुप्रै महानुभावहरूलाई अहिले एकैपटक श्रेणीविहीन बनाइदिँदै गर्दाखेरि त्यसले त्यो परिवारले भोलि त्यो परम्परा थेक्दिएन भने त्यसले धेरै ठुलो मूल्य हामी सबैले चुकाउनु पर्ने